आज हर्क सरको स्टेटसले थुप्रै श्रमदाताहरू एकदमै चिन्तित र एकदमै भावनात्मक रूपमा उहाँहरूले चाहिँ नि इमोसनल कुराहरू मैले देखेँ। टिकटक लाइभमा विभिन्न कार्यक्रमहरू गर्दो रहेछ र यदि त्यसो गर्न खोज्यो भने के गर्ने होला नेक्स्ट स्टेप भन्ने थुप्रै मान्छेहरूले छलफल चलाएको देखेँ। म्याक्सिमम मान्छेहरूको चाहिँ नि के प्रतिक्रिया देखेँ भन्दाखेरि यदि त्यो भ्रष्टहरूले त्यस्तो गर्यो भने हामीले एकदम एउटा फोर्स तयार पार्नुपर्छ, आदिवासी फोर्स, र यो जीवनको अन्तिम कालसम्म पनि हामी लड्नुपर्छ। उहाँले जुन बनाउनु भएको सपनाहरू पुरा गरेरै हामी चाहिँ हाम्रो अन्त होस् भनेर थुप्रै मान्छेहरूले चाहिँ लाइभमा सपोर्टरहरूले त्यो छलफल चलाएको मैले देखेँ। सो यदि त्यो घटना कसैले गर्न खोज्यो भने त्यो ठुलो भुल हुनेछ है। कोही व्यक्तिहरूले चाहिँ नि मैले जहाँसम्म मैले सुनेको छु कि विदेशी एजेन्टहरूले त्यो काम गर्न लगाएको छ भन्ने कुरा छ। अब न हर्क सरले देशलाई गद्दार गरेको छ, न हर्क सरले देशलाई बेचेको छ, न हर्क सरले कुनै भ्रष्टाचार गर्नुभएको छ, न देशलाई गरिब बनाएको छ। त्यो हर्क सरले त यस्तो योगदान गरेको छ कि उहाँले थुप्रै सामाजिक कामहरू, थुप्रै जनताहरूलाई चाहिँ सेवा दिइरहनु भएको छ। उहाँको अभियानको कारणले गर्दाखेरि थुप्रै मान्छेहरू चिने चाहिँ होइन, एउटा सकारात्मक आफ्नो देश आफै बनाऊ भन्ने एउटा आत्मनिर्भरको सन्देश दिँदै जानु भएको छ र जनताहरूले पनि त्यो अङ्गाल्दै जान्छ। यो विषयमा चाहिँ नि कसैले त्यो होइन दुष्प्रयास गर्यो भने अनेस्टली नेपाल शान्ति हुँदैन। आजभन्दा पहिला थुप्रै यस्तो मान्छेहरूले चाहिँ हामीले गुमाउन गऱ्यो। यो भ्रष्ट दलालहरूले चाहिँ नि देश बेचुहरूले चाहिँ नै मारिदियो थुप्रै सबुतहरू चाहिँ। एउटा रत्नकुमार बान्तवा भन्ने हर्क सर जस्तै एउटा निडर र व्यतिथि र कसैले दमन गरेको र कसैको असत्य, कसैले यो गरिब मान्छेहरू अन्याय भएको बोल्ने मान्छे थियो र देशलाई विकास गरौँ, देशलाई चाहिँ नि हामीले हाम्रो देश पनि विदेश जस्तै विकास बनाउनुपर्छ भनेर उहाँको अभियान हुँदाहुँदै यो विभिन्न राजनीतिक दलहरूले, राजावादीहरूले मारिदिएको अरे। त्यसै भन्यो भने अर्को मदन भण्डारीको इतिहास पनि त्यस्तै छ। यदि उहाँहरू यस्तो व्यक्तिहरू चाहिँ जीवित भएको भए यो भ्रष्ट दलालहरूले चाहिँ नेपालमा यो शासन गर्न पाउँथेन र हाम्रो देश धेरै अगाडि जान्थ्यो। हामी बिल्कुल सबैजना मिलेर प्रोटेक्ट गर्नुपर्छ हाम्रो हर्क सरलाई। यस्तो मान्छेहरू फेरि जन्मिँदैन। उहाँको स्वभावमा परिवर्तन गर्नुपर्छ हर्क सरले। त पटक स्टेटस लेख्ने मात्र उहाँको अलिकति स्वभाव चाहिँ त्यो परिवर्तन गर्नुपर्छ, त्यो नगर्नु भन्ने सबैले भनेको छ। बाँकी सब ठिक छ। उहाँले सन्देश दिनु खोज्नु भएको, उहाँले उ गर्नुभएको सब ठिक छ। हामी सम्पूर्ण उहाँको अभियानलाई हामी सराहना, हामीले सम्मान गरेका छौँ र यस्तो खालको युनिक लिडर जन्मिनको लागि धेरै वर्ष लाग्छ। यस्तो लिडर हामीले पाइँदैन। त्यही कारणले सबैले उहाँलाई विभिन्न ठाउँमा कहाँ जाँदै हुनुहुन्छ तपाईँ आफै बाइक खर्च गरेर, बाइकमा तेल हालेर सुरक्षाको लागि प्लिज जानुहोला। कुनै मान्छे हर्क सर चढेको गाडीको छेउछाउ अपरिचित मान्छेहरूले फलो गर्दैछ है, कोही अपरिचित मान्छेहरू चाहिँ नि उ गर्दैछ भने बिल्कुल तपाईँहरू चाहिँ नि त्यो व्यक्तिहरूलाई रोकेर टक्क खोज गऱ्यो, छामछाम गरिहाल्नुपर्छ। त्यो को मान्छे हो किन पुलिसलाई खबर गरिहाल्नुपर्छ। अन द स्पोट त्यो मान्छेहरूलाई समाएर सफाइ दिइहाल्नुपर्छ। कोही कतै तपाईँ प्रोग्राममा जाँदै हुनुहुन्छ है, जुन व्यक्तिहरू चाहिँ नि शङ्कास्पद व्यक्तिहरू हेर्नुहोस्, इन्टेलिजेन्ट हुनुहोस्। त्यो श्रमदाताको टी सर्ट लाएर तपाईँहरू चाहिँ नि हिँड्नु पर्दैन होइन। त्यो अगाडि मान्छे सुरक्षाको जुन सुरक्षा गार्डहरू हुनुहुन्छ नि, मान्छेहरू पहिल्यै त्यो हर्क सर जानुभन्दा पहिल्यै तपाईँहरू चाहिँ नि बाइकबाट कुनै उसबाट हेर्नुहोस्, नजर हाल्नुहोस् कसले कहिले के कहाँ बाटोमा कति कसले कुरिरहेको छ। ती व्यक्तिहरू चाहिँ के हो परै चाहिँ एकदम इन्टेलिजेन्ट मान्छेहरू चाहिँ त्यहाँ राख्नुपर्छ। एक्स मिलिटरी
आर्मीहरूलाई चाहिँ नि यसमा थुप्रै संलग्न गराउनुपर्छ। उहाँहरू धेरै बुझेको हुन्छ यस्तो कुराहरू, किनभनेदेखि हामी जोगाउनुपर्छ हाम्रो अध्यक्षलाई है त। प्लिज सबैले बचाउनुपर्छ है।